काठमाडौँबाट 80 किलोमिटर मात्रै पर सिन्धुली जिल्ला सुनकोशी गाउँपालिका। तामाङ जातिहरूको राम्रै बाहुल्य सङ्ख्या भएको सिन्धुली जिल्ला। यहाँका तामाङहरू सबैजना बुद्ध धर्म मान्दो रहेछ। बुद्धिस्टहरूको गुम्बा बनाउने योजना रहेछ। यो ठाउँमा गुम्बा बनाउनको लागि शान्ति गर्दै गरिएको रहेछ। गाउँको थोरै मान्छे जम्मा भएको छ, तर मान्छे थोरै भए पनि जोश छ, जाँगर छ र उत्साहका साथ काम गरिराखेको छ। घारीभित्र जङ्गलभित्र घारीहरू काट्ने र जङ्गल फाँट्ने र अलिकता घारी फाँडेर त्यहाँनिर सेतो कपडा बिछ्याएर शान्तिको लागि सुरुवात गर्दैछ गुम्बा बनाउनको लागि। पुरै जोसका साथ, पुरै जाँगरका साथ काम गरिराखेको छ। पुरोहितजनहरू आफ्नो काम गरिराखेको छ। ढुङ्गामाथि पूजाको सामान राख्दै आफ्नो पुस्तकहरू पढिराखेको छ, मन्त्रहरू गरिराखेको छ, सिद्धि गरिराखेको छ। केटाहरू भने आफ्नै सुरमा घारीसँग कुस्ती खेल्दै र ठाउँ बनाउँदै। चिया नास्ता पनि त्यहीँ ल्याइ पुर्यायो। चिया खाने क्रम छ। कुनै चिया बाँड्दैछ भने कुनै चिया हातमा लिएर गफिँदैछ। भोलि भविष्यको लागि गुम्बामा महिलाहरू पनि भेला भएका छन् र भोलि यहाँ गुम्बा बनेपछि कस्तो होला भनेर गफिँदैछन्। लामा पण्डितहरू आफ्नै सुरमा, आफ्नै धुनमा खुरुखुर आफ्नो काम गरिराखेको छ। विश्वासमा धर्म अडिएको छ। विश्वासको लागि कार्य गरिँदैछ। कुनै भने पहिला यहाँ भएको घरको काठपातहरू निकालेर हटाउँदैछ, ठाउँ खाली पार्दैछ। किनकि यहाँ अब नयाँ संरचना, नयाँ भवन, नयाँ घर गुम्बाको लागि बन्दैछ। सबैजना आफ्नो सुरमा, आफ्नो पारामा, आफ्नो तरिकाले काम गरिराखेको छ। केटाकेटीहरू पनि जम्मा भएको छ। केटाकेटी भने आफ्नै सुरमा त्यो घारीभित्र, त्यो जङ्गलभित्र खिलिराखेको छ। चिया बाँडिसकेर अब के गरौँ भनेर अल्मलिँदैछ चिया बाँड्ने भाइ। चिया गिलास हातमा सुरुप्प तान्दै कुरा गर्दैछ। यो झन्डा फरफराएको छ। महिला दिदीबहिनीहरू पनि बस्नुभन्दा पनि अब के गर्ने भनेर सोचिराखेको छ र उठेर हिँड्दैछ। यो झन्डा धेरै माथिसम्म उचाइ छ। यो झन्डा फरफराएको हुनाले पनि यो जङ्गलमा एक खाले सुहाउँदिलो देखिएको छ। सबैजना बेलुकाको चिसो छल्नको लागि झ्याडीको छेउमा उभिएर बसिराखेको छ। अब अन्तिम भयो क्यारे। लामा बाजे उठेर झन्डाको अगाडि हात हल्लाउँदै आफ्नो विधि गरिराखेको छ। यो झन्डाको उचाइ माथिसम्मै छ। माथि बाँसको टुप्पो नै छ र तल झन्डा लहरेको छ। साँच्चीकै यो जङ्गलमा सुहाउँदिलो देखिएको छ।